यति बेला काठमाडौँबाट नरेन्द्रबहादुर श्रेष्ठ जो साहित्यिक पत्रासनका पूर्व अध्यक्ष र विशिष्ट सर्जक हुनुहुन्छ, त्यस्तै शिवम श्रेष्ठ रोदन जो यति बेला स्रष्टा समाज नेपालको अध्यक्ष, पूर्व गोरखापत्रको प्रधान सम्पादक, मधुपर्कको प्रधान सम्पादक, उहाँको धेरै परिचय छ, विशिष्ट साधक हुनुहुन्छ। त्यस्तै नेपाल बाल साहित्य समाजका पूर्व अध्यक्ष, वरिष्ठ समालोचक र त्योभन्दा पनि राम्रो कवि पनि हुनुहुन्छ र म राधेश्याम लेकाली साहित्यिक पत्रासनको अध्यक्ष र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पूर्व अध्यक्ष। हामीहरू 4 भाइ हिजो बेलुका यहाँ आयौँ। यो तारकेश्वरको फेदीमै छ, माथि मन्दिरको नाम चाहिँ मैले बुझिनँ के हो, त्यसको फेदीमा छ। रमाइलो ठाउँ छ, हरियाली छ चारैतिर, सुन्दर ठाउँ छ, पारिलो घाम छ। र हिजो हामी यहाँ आइसकेपछि बर्ड हिल फार्म स्टेको नाम हो र बर्ड हिल फार्म स्टेमा चाहिँ बस्नको लागि, खानको लागि साह्रै राम्रो सुविधा रहेछ। खाना त भन्नै पर्दैन, यति मिठो थियो कि मलाई त साँच्चै अझै एक दिन यतै बसेर अझै एक रात चाहिँ यतै होइन हामी बसेर खाउँ जस्तो अर्ग्यानिक एकदमै। र अझ सिलौटोमा त्यो ढुङ्गामा चाहिँ बार्बिक्यू गरेर खानु एउटा फरक स्वाद आयो, सम्झिरहने स्वाद आयो। खानाको एकदमै स्वादिलो थियो। अझ त्यो सानो माछाको अचार त्यो त जिब्रोमै टाँसिरहेको छ अहिले, अलिकति पाए त र तपाईँहरू सबै हामी अनुभव गर्नु, तपाईँहरू पनि अनुभव गर्न आउनुहोस्। यो बर्ड हिल फार्म स्टे जुन यो तारकेश्वर माथि के रे मन्दिर तिन पिप्लेको ठ्याक्कै भुवनेश्वरी मन्दिरको ठ्याक्कै मुनि छ र तिन पिप्लेको ठ्याक्कै तल छ। यो बडो आनन्दको ठाउँ छ। काठमाडौँबाट आधा घन्टा पनि लाग्दैन होला मलाई, 20-25 मिनटमा आइपुग्छ। र यति सुन्दर ठाउँ, अरूभन्दा नि आतिथ्यता राम्रो छ। यहाँको जुन अनरहरू हुनुहुन्छ, जुन यसमा संलग्न व्यक्तिहरू हुनुहुन्छ होइन, स्वयं एक सर्जक पनि हुनुहुँदो रहेछ होइन। र तपाईँहरू पनि आउनुहोस्, आइदिनुहोस्। यो राम्रो ठाउँ छ, पिकनिक पनि गर्न मिल्दो रहेछ। उहाँले प्याकेजमा राम्रो पिकनिक पनि आयोजना गरिदिनुहुन्छ, त्यो हिजो संवाद भएको थियो। मैले चाहिँ फेरि पनि यहाँको व्यवस्थापक, यहाँको अनरहरू, यहाँको कर्मचारीहरू सबैलाई हामी 4 भाइको तर्फबाट एकदमै धन्यवाद ज्ञापन गर्छु र सबैको दिन शुभ रहोस्।